गजब तेरी दुनिया गजब तेरी चाल, छुचुन्दर के सर पे चमेली का तेल भन्छ। कहिले कहिले छुचुन्द्राका टाउकामा पनि चमेलीको तेल पर्छ। देश फेरि राजनीतिक दुर्घटनामा जान सक्छ। धम्काएको हेर्नुहोस् त। सहकार्य आजै सकिन्छ भने आजै गरौँ, सहकार्य चाहिँ भरे सकिन्छ भने भरे नै गरौँ, भोलि सकिन्छ भने भोलि गरौँ, पार्लियामेन्टमा गरौँ, सडकमा गरौँ, चुनावमा गरौँ। धम्काई आएकाहरू, धम्काएर खाएकाहरू अहिलेसम्म पनि धम्काउने बानी गएको रहन्छ। यो चुनावपछि फेरि बहुमत ल्याएर म प्रधानमन्त्री भएँ भने 6 महिनाभित्र ग्यास वितरण गर्छु। यो रेकर्डमा रहोस्। पक्कै पनि यो रेकर्डमा छ, रेकर्डमा रहोस्। यो अहिले पनि बजाउनु होला। प्रधानमन्त्री भएँ भने 6 महिनाभित्र भनेको छु मैले। दिनै पछि बजाए पनि हुन्छ। मैले भने त केपी ओली र प्रचण्ड शेरबहादुरको रिस नगर साथी हो। उनीहरू त फेस आउट भइसके, उनीहरूले त सजाय पाइसके, पार्टी नै सकिसक्यो। अब केपी प्रचण्ड शेरबहादुरहरू त सम्झिने पानी छर्किने हो, गइसक्यो। अब त उनी पोरपराले हजुरबाउले घिउ खाए भनेर अहिले हात सुनेर पछुताए जस्तै मात्रै हो। केपी ओलीको ठगी धन्दाले उनको नाटकको पर्दाफास भइसक्यो। हामीलाई प्रधानमन्त्री चाहिएको होइन, हामीलाई कुर्सी चाहिएको होइन, हामीलाई नेपाली जनताको हक अधिकार चाहिएको हो। नेपालका गरिब मजदुर किसान र उत्पीडित वर्ग समुदायका अधिकार खोज्ने जो दुस्साहस भएको छ, त्यसका विरुद्ध जनतालाई संगठित आन्दोलित गर्ने, सदनमा लड्ने, सडकमा लड्ने, आउने निर्वाचनबाट लड्ने, चारैतिरबाट घेरा हाल्ने सिकाएको त उनीहरूले छन्। तर हामी उनीहरू जसरी लड्छन् हामी त्यसरी लड्दैनौँ। नेपालका सबै राम्रा दिमागहरू हाम्रो साथमा छन्। नराम्रा दिमागहरू म एक दुईजनाको नाम लिन चाहन्थेँ, अहिले लिन्न। कति नराम्रा दिमाग। केपी ओली जस्तो एउटा निरङ्कुश र लोकतन्त्र विरोधी, लोकतन्त्र र संविधानको पक्षमा लड्नेलाई चिडियाखानामा लाने भन्ने